तनाव भयो बिच्चामै रोकिदिनु पऱ्यो अब हामी लगानको बेलामा हगान भने कि तनाव भयो मेन हतियार नै बिग्रेको नि त वेलकम ब्याक टु माई च्यानल आजको नयाँ भएर तपाईँलाई स्वागत छ आज म चाहिँ एउटा इभेन्ट सुट गरेर जनकपुर जाँदैछु 11:30 बजे गाडी भेट्नुपर्ने अहिले म यहाँ भर्खर हिँड्दैछ तनाव भइसक्यो तपाईँ चाहिँ यहीँ 11 जस्तो छ आइपुगिसकेँ म अनि गाडी जुत्ता काँक्राभित्रबाट आउँदैछ अरे यहाँ सफरीमा अहिले कलङ्की चोक जाँदैछु त्यहाँ कलङ्की चोकबाट गाडीले मलाई पिक गर्छ भनेको छ गाडीवालासँग कन्ट्याक्ट गरेर वेट गरिरहेको छु अहिले गाडी कतिखेर आउँछ भनेर पर्खिरहेको छु म कलङ्गी चोकमा गाडी विराट चोकमा छ अरे भन्दैछ यता उता भनेर 2-3वटा नम्बरबाट फोन आएर तनाव बनायो घरि कहाँ भनेर अहिले चाहिँ फाइनली यहाँ परेको छु अब गाडी यहाँ आउँछ नि यहाँ जान्छ पर्खिँदा टप्पो टाइम लाग्नु भयो त्यही भएर अहिले चाहिँ म यहाँ खाजा खान आएको छु यहाँ खाजा खान्छु खाजा खाने ठाउँ पनि यहाँ थियो यता वरिपरि रहेन अलिक टाढा होला भेटिनँ मैले त्यही भएर यहाँ खाजा खाएर खाजा त के त्यही चाउमिन त रहेछ त्यही पनि खाम अलिकति भोक लागेको बेला होइन त्यही खाएर अनि निस्किन्छ जनकपुरको लागि हामी निस्केको छौँ अहिले यहाँ बसमा सिट भनेको कोही सिटको कुरा गरेर सिट पनि भेटेको छैन हामी अहिले ढुङ्गाबाट हिँडिसक्यौँ यहाँबाट सिधै जनकपुर हो हाम्रो पाल्छ जनकपुरै हामी पनि जनकपुरै हो त ल आज हाम्रो भ्लगमा सहायत्री भनेको यहाँ हामी साथी त हुँदै हुन्थ्यो अहिले हामीसँग अङ्कल पनि जोडिसक्नु भएछ अङ्कलको नाम भनिदिनु त चन्द्र राजवंशी अब हामी जनकपुरसँगै जाँदैछौँ अङ्कलसँग अब हाम्रो अङ्कल स्माइली कडा हाम्रो अङ्कलले मलाई अघिदेखि भिडियो बनाउनु सपोर्ट पनि गरिरहनु भएछ हेल्प गरिरहनु भएछ सर्टहरू लिनलाई स्टे अन द भ्लग सब्सक्राइब गर्नुहोस् अब अङ्कलको लागि एउटा कमेन्ट छोडिदिनु पर्छ तपाईँहरूले अहिले चाहिँ हामी भेन्डाबारीबाट निस्क्यौँ अब कुचबिहारीतर्फ लाग्दैछौँ हिँड्यौँ यहाँबाट भेन्टर ए हेर्नु ए बाहिर त घाम छैन ए पुरै हरियो परियो पुरै यहाँ पानी आउँछ यहाँबाट उता पारी चाहिँ इन्डिया रहेछ यहाँ इन्डिया नेपाल बोर्डर यहाँ हाम्रो अङ्कलले हामीलाई भन्नुहुन्छ नलेज दिँदै हुन्छ ए मेरो रहेछ वेलकम टु इन्डिया
टिकट मात्र काट्यो 50 रुपियाँ बेसी दिएर टिकट त काट्यो पैसा दिएन झ्यालमा झ्यालमा हावा खाएर राम्रो भनेको झ्याल बाहिर भयो बिचमा पार्दै यो दाइले सिट नदिएको भनेर भाडा नदिएको क्या खै आमाले होला दिनु पनि हुँदैन के गरेको त अब सुरुमा कुरा गरिसकेको त्यो सिट त होइन दिनुपर्ने हो नि त यहाँ 50 रुपियाँ बेसी तिरेको सिटको यता माग्नुपर्छ क्या ए तन्ना भयो गाडीहरूमा यस्तै हुन्छ क्या बनाइहाल्छ हाम्रो दुःख पनि सुन्दै हुन्छ लक गर्दा गर्दै हामी पछि ब्यारेक पनि आइदिइसकेको छौँ बाहिरबाट मान्छे उता आउँछ भनेर खाँदै खाँदै हाम्रो कन्डक्टर दाइले हाम्रो नेपाली गाडी यस्तै खतरा हुन्छ कि ठाउँ होस् नहोस् अलिकति स्पेस छ भने पुरै सिट खाली जाँदैन हजुर हजुर सिट छ त गाडीमा छिटै सिट छ बस्ने ठाउँ मात्रै छैन भन्दै हाल्दैछ मान्छे सिट त जति छ बस्ने ठाउँ चाहिँ तपाईँ आफै खोज्नुपर्ने हुन्छ है यता यसरी बसे पनि भयो उभिएर बसे पनि भयो सिट चाहिँ जति छ बस्ने ठाउँ चाहिँ छैन गाह्रो छ यस्तै हाम्रो यहाँ चाहिँ अब अहिले हामी कहाँ भन्यो नि यो कञ्चनपुरभन्दा अगाडि कञ्चनपुरबाट अगाडि यहाँ गाडी बिग्रेर हामी बसेको भयो यहाँ लाग्यो गाडी बिग्रेर काचक बनाउँदैछ हामी एकछिन बाहिर निस्किन्छ कता रहेछ बिचरा बढी बसिराख्नु भएको छ बिचमा त्यही भएर हो बाटै ब्लक भएर बनाउँदै गरेको जस्तो छ बाटो कति छ सबै अहिले त्यही कुरा गुना खानु बात निस्किन्छ पो अनि म पनि गाडी चलाउने हो त हो र ए तेरो त मैले चाहिँ होइन नाइट चलाउँछु कि नाइट नाइट ड्राइभरहरू झन् खरो हुन्छन् नि
तनाव भयो बिचमा रोकिनु पर्यो अब हामी गाह्रो छ हामीलाई गाह्रो छ कति टाइम लाग्ला अब अङ्कल बनाउने खै अब यो टायर भयो भने त ठिकै हुन्छ टायर भएन भने चाहिँ गाह्रो हो यस्तै पऱ्यो भने त गाडी फेर्ने बेला हुन्छ लगानको बेलामा हगान स्टियरिङ अड्काउने चाहिँ बिग्रेको के मेन हतियार नै बिग्रेछ नि त्यो बिना फेरि गाडी फेरि आफ्नै ढङ्गले भइहाल्छ तनाव भइहाल्छ मेन कसले गर्छ कति टाइम लाग्दैन जनकपुर जाने अलिकति लेट होला जस्तो छ गाइस गुड न्युज भर्खर दाहरूलाई टाइट गरिसक्यो बल्ल बल्ल धुलै धुलो भयो दाइ पनि एकचोटि हल्ला हेर्नु न गुरु एकचोटि हल्ला हेर्नु त त्यो ढिलो भयो क्या त्यो के अरे बल्ल दाइहरूले पसिसक्नु भयो अब चाहिँ भइसक्यो है हाम्रो अब हाम्रो यात्रा सुरु हुन्छ फेरि हामीलाई जुन हडल थियो एउटा त्यो भइहाल्यो दाइहरूले पसिसक्नु न अब हामी जाउँ भित्र जाउँ दाजु भित्र फेरि भइसक्ने बित्तिकै सबै गडङ गुडुङ आयो बल्ल बस्ने काम पनि सक्यो अब हामी जनकपुर फेरि निस्क्यौँ होइन त अङ्कल ल जाउँ पसौँ हामी त बाहिर गएर आएको अब हाम्रो चाची बसिसक्नु भएछ यहाँ अब बस्नु हामी एकछिन यहाँ बस्छौँ लामसम्म रहेछ उहाँको अनि त्यहाँदेखि फेरि हामी सेटमा बस्छौँ बस्यो हुन्छ नि भाइ ठिक छ यहाँ एउटा ठाउँ रहेछ अब मै बस्नु पर्यो अब अङ्कल उभिएन नि बस्नु नि घोडा बाका मान्छे के उठाइदिनु होइन होइन बस्नु अब हुन्छ अहिले लान पुगेपछि अनि अङ्कल पनि यहाँ बस्नुहुन्छ गाह्रो छ सिट नपाएपछि सबै प्याकम प्याक खाँदिहाल्छ दाइहरूले के गर्नु हामी चाहिँ यहाँ लान आइपुगिसकेको छौँ बजु हामी लान आइपुगिसक्यौँ अनि बल्ल दाइले पनि सिट पाउनुभयो अब चाहिँ अङ्कलले सिट पाउनुभयो लान अब यस्तो चाहिँ अब उता सरलाई निन्द्रा लागिसक्यो अरे छोडेर जान्न नि निन्द्रा खोलिहाल्छ छोडेर फेरि कहाँ जानु मेन मान्छेलाई छोडेर गएपछि जनकपुर पुग्दा निन्द्रा खोलिहाल्छ त्यही त ल अब हामी उता जाने यो चालो ल गाडीमा चाहिँ निन्द्रा लाग्यो भने चाहिँ आनन्द हो क्या मजाले सुतेर जानु पाइन्छ मलाई त के भयो गाडीमा निन्द्रै लाग्दैन अनि अर्को समस्या के छ भने अलिक अग्लो भएपछि यहाँ खुट्टै अट्दैन क्या यहाँ खुट्टै ढोकिन्छ मेरो खुट्टा ढोकेर तनाव हुन्छ गाह्रो छ कन्स्ट्रक्सन भइरहेको रहेछ यहाँनिर पुरै बनाउने गरेको होला है अङ्कल यो बाइपास ए बाइपास एकछिन 5 मिनट ब्रेक भएको छ अघिदेखि 5 मिनट ब्रेक खोजिरहेको बल्ल यहाँ ड्राइभर दाइले रोक्नुभयो इन्टरभल अब लानु बजार ब्रेक लानु बजार
अनि यहाँको त अब छोरी मान्छेले देख्छ छोरा मान्छेको सिस्टम त यतातिर पो रहेछ त हौ झारतिर कुद्ने हो र झारतिर पो कुद्नु भने त झारतिर त नकुद्नु हो लास्टै कति त के छाड्नु अन्त नि यतैतिर भित्रै छौँ खाजा खानु तपाईँले अङ्कल ए के हुन्छ नि हेर्नु के हो यो समोसा किन के होइन खानु र अहिले होस् अब कि परे गएर खानुपर्छ ल चटपटे खानु चटपटे बनाएको रहेछ त ए के खाऊँ त पकौडा सकौडा के खाऊँ न त यति थाम्न सकिहालिन्छ नि खाजा चाहिँ यस्तो रहेको छ अहिले हाम्रो अङ्कल बसिरहेको छ अङ्कल खाम होइन भइसक्यो खाम एउटा लिनु न एउटा यतिका हाम्रो गाडी त्यहाँ बसिरहेको छ खाजा चाहिँ खाने चिया बन्दैछ साङ्ग्रिला चिया खाएर अब हामी निस्किने के चाहिँ भाइ ए यहाँ हटिया देख्न सक्नुहुन्छ है साथीहरू हटिया यो पर लामो लाग्दो रहेछ यहाँ पर सिरा हो यो गोलबजार सिरा गोलबजारको हटिया यहाँसम्म छ हटिया यो गाडीले छेल्न त तर यो सेतो ट्रक छ नि ट्रकसम्म छ परदेखि त्यो तपाईँले देख्न सक्नुहुन्छ मान्छेहरू यत्रो भिड अहिले चाहिँ हामी बन्दीपुर कमला भाइ कहाँ अङ्कल फेरि भनिदिनु कमला भाइ बन्दीपुर कमला भाइ आइसक्यौँ यो चाहिँ पुल छोड्दैछौँ अब यहाँबाट कति लाग्ला लगभग अङ्कल हामी पुग्नलाई अझै यहाँ अहिले हाम्रो साढे 4 भइसक्यो सनसेट हुँदैछ होइन सनसेट हुन लागिसक्यो मान्छे पौडी यही सनसेट भइसक्यो कतिखेर पुगिन्छ हवा छ जस्तो छ आज ढल्केमा छौँ अब यो ढल्केबाट चाहिँ अब जनकपुरतर्फ लाग्यौँ हामी अब यहाँबाट करिब आधी घन्टामा चाहिँ हामी जनकपुर पुग्छौँ होला यो चाहिँ अहिले ढल्के बेला प्रगति चोकबाट अलिकति भित्र छिरेर अनि माछा बजारतिर अब हाम्रो जानुपर्ने माछा बजार बाहिर हामी चाहिँ अहिले जाममा परेको छौँ यहाँ पुरै जनकपुरमा मेन रोडमा जाम परेर बसिरहेको छौँ अब बसपाक आइपुग्ने बेला हो अब बसपाक आइपुगेपछि अनि त्यहाँबाट उत्रेर हामी माछा बजार जाने एकदमै फेमस मिथिला थाली होटल अगाडि हामी आइपुगिसकेका छौँ सन्तोष शाहको हाम्रो सेफ सन्तोष शाहको आउटलेट मिथिला थाली आठ जनकपुर चोक गेट अब यहाँ रोक्यौँ भाग्यो रोक्दैन अब अङ्कल बाई बाई फेरि भेटौँ ल हस् खुसी लाग्यो तपाईँसँग भेटेर ए हुन्छ अङ्कल ल फेरि पछि भेटौँ ल हस् अङ्कल हस् ल अहिले चाहिँ हामी यहाँबाट उत्रिम दाइ सामान ब्याग झार्दैन भिड छ त हामी चाहिँ अहिले 0 माइल उत्रेको छौँ 0 माइल भन्ने ब्याग आमा धुलो भयो ए भएन छ ल ठिक छ ल दाइ मेरो त धुलो टाउको दुखो यहाँ बाहिर
ल 0 माइल हामी आइपुगिसक्यौँ उतापट्टि जाने क्या उता हो यहाँ चोक 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 यस्तो रहेछ बसबाट उत्रेर हिँडेछौँ यहाँ रोडमा यताउता उता खाजा खान खोज्दैछौँ कहीँ भेटेको छैन हो यता पनि रोड नन्दी होटेल चाहिँ देखेँ एउटा वल्ल छुट्नु छैन यति भइरहेछ यत्रो भारी छ यहाँ यत्रो भारी छ यत्रो भारी लिएर हामी दुईजना बाटोमा हिँडेको छौँ अब खाजा खान डाउन नभेटाएर तनाव छ है साथीहरू यस्तै छ तर यस्तै रमाइलो अलिअलि बिजनेस पनि हुनुपर्छ त्यस्तो त हुँदैन होला हौ नरहला हातबाट झोला फेरि टन्नै चाहिँ यो झोला तान्नेको त हातै नरहला नि त फेरि ए अब हामी यो मन्दिर पनि घुम्नेछौँ साथीहरू चिन्ता नगर्नु जनकपुर धाम तपाईँलाई म देखाउनेछु दामी लाइटहरू म एकचोटि चाहिँ गएको छु कि बाइकमा साथीसँग त्यसले बाटो देखाएको मैले बिर्सेकै बाटो फेरि धाम जाने म्याप गुगल म्याप छँदैछ नि गुगल म्याप हेर्दा जाँदैन हुन्छ सबैजना यहाँ धामबाट आएको जस्तो छ सबैजना हो होइन यत्रो भिडै भिड सबैजना धामबाटै आएको होला घुम्दै बोर्डरपट्टि पो आइसकेछौँ त सम्सी हुँदै बोर्डर क्रस हुने नेपालको इन्डिया ए यहाँबाट ल हामी चाहिँ अब बोर्डर साइडतिर आइसकेको छौँ यहाँ मिथिला खाली रहेछ अब उहाँबाट छैन बरु अब हामी यता जाने बाटो पनि छैन नागेरै जानुपर्छ पनि व्यवस्थाको लागि लाग्दैछौँ यता मिथिला थाली जनकपुर धाम मिथिला थाली ओ यस्तो रहेछ यहाँको वेलकम सर ब्युटिफुल रहेछ है डिजाइन अहिले चाहिँ हामी यहाँ मिथिला थालीभित्रसँग जनकपुर धामको डिजाइन यस्तो दामी के मगायो स्टोरी होला के मगाएको छैन हामी मिथिला आर्ट गाई के भएछ अलिकति हेरेँ कम बोल है हामी अहिले यहाँभित्र छौँ अब यहाँ हल्का मोमोसम्म खाएर अलिकति पेटलाई अलिकति राहत दिन्छौँ ग्यास्ट्रिकबाट मुक्त हुनु पऱ्यो नि त होइन अनि एन्ड देन विल गो टु आवर लोकेसन अहिले भर्खरै यहाँ एकजना म्यामले आएर चाहिँ एक्सप्लेन चाहिँ गरिदिनु भयो मलाई तर मैले फेरि बिर्सेँ त्यो चाहिँ के छेचिया समथिङ के भनिदिन्छु मैले करेक्ट मी इफ आइम रङ है सबैहरूले कमेन्टमा फरक गर्दैन यो चाहिँ धान कुटेको रहेछ पेन चिकन मोमो गाजर फ्राई स्टिमर फ्राई स्टिम नै अनि यो चाहिँ रहेछ छटिया यो मुन्डन अनि यो चाहिँ यहाँ यता यो प्रोग्रामहरू चाहिँ झिझिया डान्स रहेछ अनि त्यस्तै केहरू रहेछ र पुरा यहाँको कल्चरहरू रिप्रेजेन्ट गरेको रहेछ अनि इट इज सो गुड आई लाइक दिस आफ्नो कल्चरलाई बचाइराख्नुपर्छ होइन एन्ड दिस इज सो गुड आई लाइक इट अ लट मजा आयो हाम्रो आज ओभर टाइम लाग्यो नि त है भोक लागेर बेल्दै होला भोक पनि निको हुने बेला भइसक्यो अरे बल्ल बल्ल आयो लेट्स अब हामी फुड खान्छौँ तिमी गर्दैन त म सक्दै गर्छु अब म पनि सुरु गरेर चाहिँ हामी मोमो खान्छौँ अनि यहाँबाट लाग्छ हाम्रो रुमतर्फ लेट्स इट गाइज एउटा बाइट चाहिँ ल सट्ट लगाएर यस्तो होइन नाइस मोमो पनि सकेको छैन खासमा यहाँ चाहिँ थाली मिथिला थाली एकदम फेमस रहेछ है यहाँ चाहिँ थाली ट्राई गर्ने दिन रहेछ तर हामीले चाहिँ मोमो हामीले किनभने हाम्रो थाली अलरेडी रेडी छ उता अलरेडी बनाइसकेको छ उता खाना त्यही भएर अब खाना त वहाँ पनि यहाँ पनि त मिल्दैन हामी खाना उतै खान्छौँ अनि अहिले चाहिँ हामीले यहाँ खाजा खायौँ तर मोमो चाहिँ एकदम दामी लाग्यो मलाई अनि इट वाज अल गुड नाउ लेट्स गो टु आवर प्लेस अब हामी त्यहीँ पुगेर तपाईँहरूलाई अलिकति हाम्रो प्लेसको पनि सिनारियो देखाउँछु तपाईँहरूलाई
अनि अब आज त रात परिहाल्यो भोलि हामी जान्छौँ जनकपुर धामतिर एन्ड विल इन्जोय टुगेदर सो स्टे इन द ब्लग सब्सक्राइब माई च्यानल लभ यु गाइज लभ यु अल मोमो अलिक फरक स्वाद दिएँ यहाँनिर अचार दामी लाग्यो मलाई लसुनको हो कि के हो एकदम दामी लाग्यो त्यो गाडीबाट आएर मातेको त फ्रेसनेस भयो बनाइदियो क्या एकैछिन आएर माउथ फ्रेसर त कति खानु खाँदा थ्याङ्क यू सो मच खालि ट्राई गर्न आउनुपर्छ अब किनकि अहिले त हाम्रो खाना रेडी छ त्यही भएर हामी अब आज खाजा यु लुक सो स्विट तर बाई 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 केन्छ अब हामी यहाँबाट निस्किसक्यौँ अब हामी उता कता जान्छौँ अब यता जान्छौँ यहाँ दामी होटलको पछाडि भन्ने कुरो आयो सबैवाला जाने यसको पछाडि हो भने यहाँबाट जाने बाटो छ भनेर हाम्रो त उल्टै यताबाट पठाइदियो सफारीवाला दाइले गाडी आयो जतिको यता रोचक घुमेको त्यसलाई पनि भन्न ठाउँको नाम भन्न नआउने हामीलाई पनि भन्न नआउने यहाँको झन् नबुझ्ने क्या भाषा ल्याङ्ग्वेज ब्यारियर गाइज ल्याङ्ग्वेज ब्यारियर नेपालमै ल्याङ्ग्वेज ब्यारियर भइरहेछ के गर्नु जनकपुर घुम्दैछौँ छिर्दैछौँ कता कता हो थाहा छैन होइन तर छिरेको चाहिँ छौँ फुल कन्फिडेन्सका साथ भित्र गल्ली कहाँनिर हो अब अतिथि भवन चाहिँ थाहा छैन सोध्नु पनि कसलाई सोध्नु जस्तो भइरहेछ कहाँ पुगिन्छ अतिथि भवन कता छ इधर अतिथि भवन हजुर यहाँनिर अन्नपूर्ण होटल पछाडि भन्दै थियो भन्न चाहिँ यहाँनिर एउटा नयाँ बिल्डिङ बनेको छ सायद त्यही होला यो गाडी रोड जानु उतातिर फर्केर ठ्याक्कै त्यही मोडमा छ फर्के ए हस् धन्यवाद यहाँदेखि भित्र भन्ने जस्तो कुरा ए म्यापमा हेरौँ न एकताल वाट्सएपमा छ त लोकेसन यत्तिकै डुल्दै पनि मिल गया हमारा भवन मिल गया भवन भेट्यो है बल्ल बल्ल गाडीतिरहरू अहिले कस्तो फोकसै नभएको हेर्न सक्नुहुन्छ यो अतिथि भवन चाहिँ अहिले हामी आउने बल्ल फाइनली हामी जनकपुर आए पनि हराउँदैन रहेछ युरोप सरकारले घुमी फेरि भए पनि हामी लोकेसनमा चाहिँ आइपुग्यौँ है चाहिँ यो अतिथि भवनमै जुन चाहिँ यहाँनिर दाले डिजाइनहरू गरेको रहेछ होइन मैले चाहिँ अनि मेरो काम चाहिँ यहाँ के हो भन्नुहुन्छ भने तपाईँहरूलाई म बुझाइदिइहाल्छु म चाहिँ यहाँ रिवाज इभेन्ट्स उहाँहरू चाहिँ इभेन्ट म्यानेजमेन्ट कम्पनी हो अनि उहाँहरूकोबाट थ्रुबाट आएको म उहाँहरूको इभेन्टको डिजाइनको रिल्सहरू बनाइदिनलाई मेरो काम चाहिँ त्यो आज अनि म आज आएको छु भोलि र पर्सिको प्रोग्राम छ अनि आई विल सुट सम अफ द रिल्स अराउन्ड दियर होइन अनि उहाँ दाइहरूको नै हो इभेन्ट म्यानेजर चाहिँ हेलो भन्नु नि त गए त नि ए अनि उहाँहरूकै यहाँनिर डिजाइनहरू यस्तो छ यही डिजाइनहरूको केही सर्ट्सहरू रिल्सहरू बनाउनेछु म एन्ड देन मेरो काम चाहिँ त्यही छ मेरो काम त्यति नै हो दाइ आउनुभएछ हेलो दाइ आइपुग्नु है अब हामी रुमतिर जान्छौँ गाइस हाम्रो दाइसँग पनि भेट भइसकेको छ हामीसँग हाम्रो रुमहरूमा म्यानेज गर्न यहाँ ब्रदरलेहरू गर्दै हुन्छ हामी भर्खर रुममा आयौँ यहाँ ज्याकेट घोलेर यहाँ राख्यो ल्यापटप यहाँ छ ड्रोन यहाँनिर छ ब्याग स्याग सब लथालिङ छ होइन पाक पनि भइसक्यो एकदमै गाडीले पनि ढिलो गरौँ भङ्कर आइपुग्यो यताउता गर्दै डुल्दै भर्खर हामी हाम्रो रुमभित्र चाहिँ आइपुग्यौँ होइन अब एकछिन यता तपाईँहरू हेर्नुहुन्छ भने यहाँभित्रको यस्तो चाहिँ यहाँनिर दाइहरूले इभेन्टहरू चाहिँ यस्तो बनाएको छ यहाँनिर टक्क लगाएर यहाँ सुरु हुँदैछ हल्दीको तपाईँले देख्न सक्नुहुन्छ दिस इज ब्युटिफुल डेकोरेसन गोइङ अन हियर यसको पनि केही सर्टहरू लिन्छु म अलिकति अहिले तपाईँहरूलाई म लिँदाखेरि देखाइहाल्छु यहाँ अलिकति रिल्सको लागि म त्यो सर्टहरू लिइहाल्छु ल अब हामी तलतिर जाँदैछौँ तलतिर झरेर यसो
यता त घुम्ने चेसा खाने कार्यक्रम गर्छौँ हामी अब हामी चाहिँ मेरो काम के हो भनेर तपाईँहरूलाई मैले देखाउँछु भनेको नि म चाहिँ अलिकति रिल्सहरू सुरु गर्नु उता उता त्यो इभेन्टहरू चाहिँ हाम्रो दाइहरू इभेन्ट म्यानेजमेन्टको मन चाहिँ यहाँ इभेन्टको अलिअलि रिल्स बनाउनु पर्ने छ रिल्सको लागि हामीसँग यहाँ अहिले गियरमा छ 16 Pro Max अनि विच गिभ्स दामी रिजल्ट अनि यहाँ चाहिँ हामीसँग रहेछ लेन्सको अप्सन पनि 48 to 120 मिलिमिटर छ क्यामेरा भन्दा खतरा भइहाल्यो नि गाइस अब सटर वाली छ हाम्रो 100 भइरहेछ अनि एमएलएले लिइरहेछ सटरहरू काम भइरहेछ हाम्रो भइरहेछ होइन त मैले अलिअलि सर्टहरू लिइहालेँ होइन यहाँ अहिले बिचरा उता क्यामराम्यानहरूलाई डिस्टर्ब गर्दिनँ म पनि अब क्यामराम्यानहरू डिस्टर्ब गर्यो भने कस्तो हुँदो रहेछ तिहाल्नु मलाई के डिस्टर्ब गर्दिनँ भनेर म यहाँ यसबाट अलिकति गरिदिइहालेँ यहाँ अलिअलि सर्टमा देखेको छु तपाईँलाई तपाईँहरूले हल्दीको डिजाइनमा देखाएर यस्तो दामी छ है यस्तो दामी छ ऊ भाइलाई बे गरौँ लागिसक्यो अरे त्यो देखेर होइन ऊ पनि अहिले भिडियोग्राफी सिक्दैछ अलिअलि यो चाहिँ हाम्रो ड्रोनको साउन्ड हो गाइज होइन हेलिकप्टरको भन्दा कम छैन एयरपोर्ट रेस्ट्रिक्टेड जोन रेस्ट्रिक्टेड जोन एयरपोर्ट एरिया एयरपोर्ट एरियामा हामीले चाहिँ अनलक गऱ्यौँ है अघिसम्म रेस्ट्रिक्टेड जोन त अब अनलक भयो अलिअलि म पनि यत्रो मेहनत गरेर बल्ल बल्ल ड्रोन चाहिँ उडायो होइन त है कस्तो लाग्यो ड्रोन उडाएर मजा आयो हो दाजु मजा आयो ड्रोन उडाएर यस्तै वाला भयो सायद दाइलाई त देखाउनु डर लाग्यो त्यो दाइ मजा आयो यहाँ जाँदैछ अब हामीले ड्रोन सट पनि लिइसक्यौँ अनि मेरो चार्ज पनि 10% भइसकेको छ अब यो चार्ज लाउनु पर्ने हुन्छ होइन अनि यसो हामी यतातिर घुम्छौँ